कोर्सियामा रहनुभएका सम्पूर्ण नेपाली अथवा कोर्सिया आउने तयारी गर्नुभएका सम्पूर्ण नेपालीजनमा नमस्कार। तपाईहरुलाई थाहा नै छ अहिले कोर्सियाको गभर्नमेन्टले चाहिँ यहाँको कोर्सियाली भाषा अथवा हाडभाषीलाई चाहिँ निकै प्राथमिकतामा राखेको छ र हामी विदेशी कामदारले पनि यहाँको भाषा A1 तहको चाहिँ कम्पलसरी पास गर्नुपर्ने अथवा जान्नुपर्ने अनि मात्र हामीले काम गर्ने अनुमति पत्र पाउने भन्ने छ। सोही अनुरूप मैले पनि आजदेखि म पनि सिक्दै भिडियो बनाउन गइरहेको छु र केही भिडियो बनाउँदा त्रुटिहरू हुन सक्छ, कमी कमजोरी हुन सक्छ। विशेष गरी यो भिडियो चाहिँ नयाँ यहाँ कोर्सियामा आउनुभएका नेपाली जनहरुको लागि हो। आजको पहिलो भिडियोमा चाहिँ मैले विशेष गरी तपाईहरुको लागि संख्याहरू लिएर आएको छु। हामी संख्या निकै नै महत्त्वपूर्ण छ, धेरै कुरामा संख्या आवश्यक छ। सोही अनुरूप मैले चाहिँ संख्याबाट भिडियो चाहिँ सुरुवात गर्न गइरहेको छु। सुरु गरौँ। जस्तै 1 है, हामीले नेपालमा 1 भन्छौं। यहाँ चाहिँ के भन्दो रहेछ? ये दान। हामीले जलाई हामीले के हुन्छ यहाँ चाहिँ जलाई के उच्चारण गर्छौं? य उच्चारण गर्छौं। खासमा हामीले जिदान भन्थ्यो नेपालमा भएदेखि, तर हामीले यहाँ चाहिँ के भन्छौं? ये दान। जीलाई चाहिँ यो उच्चारण हुन्छ। प्रोनाउन्सिएसन कतिपय वर्डहरुको फरक हुन्छ। यहाँ चाहिँ जीलाई ये दान। 1 द्वा 2 यो द्वा भा नभएर वा है। खासमा द्वा लेखाइमा मिस्टेक छ यहाँ। द्वा भनेको 2 अनि 3 भने जस्तै 3 भनेको 3। चेत्री 4 च उच्चारण हुन्छ यसलाई चेत्री है। सेत्री नभएर के हुँदो रहेछ? चेत्री हुँदो रहेछ। सेत्री सीलाई हामीले नेपालमा अलिकति डिफरेन्ट तरिकाले उच्चारण गर्छौं, तर यो चाहिँ च हुन्छ चेत्री। 4 पेत 5 यो ट नभएर यो चाहिँ यो तलको 7 वाला त हुन्छ पेत। यो ट नभएर त पेत भनेको 5। त्यसैगरी सेस्त यहाँ पनि ट छ तर त हुन्छ ल। यहाँ चाहिँ सेस्त भनेको 6। सेदाम भनेको 7 हुँदो रहेछ। त्यसैगरी ओसाम भनेको 8। देवेत भनेको 9। देवेत 9। देशेत भनेको 10। अब सर हामीले एकचोटि फेरि हेरौँ यसलाई। येदन 1 द्वा 2 3 चेत्री 4 पेत 5 सेस्त 6 सेदाम 7 ओसाम 8 देवेत 9 देशेत 10। यदन द्वा 3 चेत्री पेत सेस सेदाम ओसाम देवेत देशेत 10 है। 10 भनिसके पछाडि हामीले 11 पनि भन्नुपर्ने हुन्छ। जस्तै हामीले 1 लाई के भनेको थियो अघि? ये दान है। अब 11 12 13 अर 14 भन्दा हामीले नेपालमा उच्चारण गर्छौं। त्यसरी यहाँ पनि नाइस्ट भन्दै जाने रहेछ। जस्तै येदन भनेको 1 थियो, येदन नाइस्ट भनेको 11। 2 लाई के भनेको थियो? द्वा भनेको थियो नि। द्वा नाइस्ट भनेको 12। त्यसैगरी 13 लाई हामीले के भन्थ्यौ? 3 भन्थ्यौ नि। 3 नाइस्ट भनेको 13। 4 लाई के भनेको थियो? चेत्री भनेको थियो। चेत्री नाइस्ट भनेको 14। त्यसैगरी पेत थियो भने 5 लाई पेत नाइस्ट तर यो ट नभएर त हुन्छ। पेत नाइस्ट भनेको 15। त्यसैगरी 16 लाई के भनेको? 6 लाई के भन्दा? सेस्त भनेको थियो भने सेस नाइस्ट भनेको 16। त्यसैगरी सेदाम नाइस्ट भनेको 17। त्यसैगरी ओसाम नाइस्ट भनेको 18। त्यसैगरी देवेत नाइस्ट भनेको 19। त्यसैगरी 2 भन्दा 2 लाई द्वा भनेको थियो हैन। 10 लाई के भनेको? देशेत। द्वा देशेत भनेको 20। 2 20 द्वा देशेत। द्वा भनेको 2 देशेत भनेको 10 थियो। 2 20 भनेपछि द्वा देशेत भने 20
फेरि स्वर हेरौँ है। देशेत यदनाइस द्वानाइस त्रिनाइस है, चेत्रिनाइस 14, पेतनाइस अनि शेषनाइस सेदानाइस ओसामनाइस देवेतनाइस अनि द्वादशेत। यसरी हामीले भन्न सकिन्छ। सजिलो छ। नाइस 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 जोडिदिने 1 देखि 10 सम्म आए पछाडि 20 सम्म आइहाल्यो। अब 20 देखि 21 भन्नु पर्यो के भने 2 र 1 21 2 2 22 चाहिँ हुँदैन है अझै है। 2 1 21 पनि हुँदैन है। 20 र 1 21 20 र 2 22 चाहिँ हुन्छ यहाँ चाहिँ फेरि यहाँको भाषा अनुसार। अब 20 लाई के भनेको थियो द्वादशेत अनि 1 थियो के थियो यदन द्वादशेत यदन। 20 र 1 21 अनि त्यसै गरी 2 लाई के भनेको थियो हामीले 2 लाई के थियो द्वा थियो नि हैन द्वा। अनि 20 र 2 22 द्वादशेत द्वा है। अनि 3 लाई के भनेको थियो हामीले त्रि। 20 र 3 23 द्वादशेत त्रि। अनि 4 लाई के भनेको थियो 20 चेत्री थियो। अब 20 र 4 कति हुन्छ 24 द्वादशेत चेत्री द्वादशेत पेत द्वादशेत शेष द्वादशेत सेदान हैन, द्वादशेत ओसाम द्वादशेत देवेत। अनि द्वादशेत देवेत भनेको 29 भयो नि हैन। 29 पछाडि हामीले 30 लाई के भन्ने 30 लाई के भन्दैछ त्रिदेशेत भन्दै रहेछ। त्रिदेशेत भनेको 30 त्रि भनेको 3 थिदै थियो अनि देशेत 3 दशन 30 4 दशन 40 5 दशन 50 हैन। जस्तै त्रिदेशेत भनेको 30 भयो अनि चेत्री देशेत भनेको 40 भयो अनि पेत देशेत भनेको 50 भयो। तर हामीले 31 भन्न पनि आयो नि हामीलाई। अनि 30 र 1 31 30 र 2 32 अघि 20 र 1 21 20 र 2 22 भने जस्तै त्रिदेशेत यदन माथिको 1 थियो नि त्रिदेशेत यदन भनेको 31 भयो। त्रिदेशेत यदन भनेको 31। त्रिदेशेत द्वा भनेको 32 त्रिदेशेत त्रि भनेको 33 हैन। यसरी भन्न सकिन्छ है। त्यसै गरी क्रमशः के छ 60 लाई के भने शेष देशेत। तर यहाँ चाहिँ शेष देशेत भएर चाहिँ उच्चारण गर्ने शेष देशेत है 60। अनि 70 सेदाम देशेत भनेको 70 ओसाम देशेत 80 अनि देवेत देशेत 90 है। 10 × 8 10 × 9 भन्दै जाने। त्यसो गर्दा 80 90 भन्न सकियो। अनि जस्तै 91 भन्नु पर्यो भने के भने देवेत देशेत यदन हैन। देवेत भनेको 90 देवेत देशेत भनेको 90 अनि 1 लाई के भने यदन देवेत देशेत यदन 90 र 1 ले 91 90 र 2 ले 92 भने जस्तै देवेत देशेत यदन देवेत देशेत द्वा देवेत देशेत त्रि हैन। त्यसरी भन्न सकिन्छ है। अनि 100 लाई के भन्ने रहेछ स्तो भनेको 100 स्तो भनेको 100 101 भन्नु पर्यो भने के भने 101 नै भने है। स्तो यदन भनेको 1 हो नि स्तो यदन। 102 स्तो द्वा 102। अब 200 भन्नु पर्यो भने के भने द्वा छँदैछ हैन। द्वा भनेको 2 थियो हाम्रो माथिको द्वा स्तो भनेको 200। 3 लाई के भन्छ थाहा छ नि त्रि स्तो भनेको 300 अनि चेत्री स्तो भनेको 400। यसरी हामीले गर्न सकिन्छ भन्न सकिन्छ। पेत स्तो 500। अब यति भइसके पछाडि तपाईहरुलाई सम्भवतः सबै आउँछ। यो भाषा को संख्याको बारेमा विशेष गरी तपाईहरुले यसलाई चाहिँ लेख्नु भयो भने अझै बेटर हुन्छ। लेख्दै पजको भिडियोलाई पज गर्दै लेख्दै राख्नु भने चाहिँ अझै राम्रो हुन्छ। अब हामी हप्ताको बारेमा छौं ल 7 दिनको बारेमा। भोलि के बार पर्सि के बार आज के बार भन्ने हुन्छ नि।
त्यसलाई पनि आज भोलि पर्सिलाई पनि म बिस्तारै लेखिदिनेछु, प्रस्ट्याउनेछु है। जस्तै नेपाली दिन आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार, शनिबार हैन। अब कोर्सियन भाषाबाट अनि कोर्सियन भाषाबाट के भन्ने उल्था गरिन्छ त्यो पनि छ है। यहाँ चाहिँ आइतबारलाई के भन्दो रहेछ? नेदल्या, नेदल्या, नेदल्या। यो जीलाई हामीले य भनेर पढाएको छ। नेदल्या, नेदल्या भनेको आइतबार, नेदल्या भनेको आइतबार। सोमबारलाई के भने? पोन्यादलेक, पोन्यादलक, पोन्यादलक भनेको सोमबार। त्यसै गरी मङ्गलबारलाई के भने? उतोराक, उतोराक भनेको मङ्गलबार। अनि त्यसै गरी बुधबारलाई के भने? श्रीयदा, श्रीयदा भनेको बुधबार। त्यसै गरी चैत्रतक, चैत्रतक भनेको चैत्रभातक भनेर व्यातक भएको रहेछ। यो चाहिँ चैत्रतक हुन्छ, चैत्रतक ट नभएर चैत्रतक, चैत्रतक भनेको बिहीबार। पेतक भनेको शुक्रबार। सुबोधा भनेको शनिबार। अब नेदल्या, पोन्यादलक, उत्तरक, श्रीयदा, चैत्रतक, पेतक, सुबोधा यसरी हामीले उच्चारण गर्न सकिन्छ है। अब सर्र माथिदेखि चाहिँ हामीले रिभिजन गरौँ है, 1 देखि नै। त्यस पछाडि आजलाई यति। येदन 1, द्वा 2, त्रि 3, चेत्री 4, पेत 5, शेष 6, सेदाम 7, ओसाम 8, देवेत 9, देशेत 10, यदनाइस्त 11, द्वानाइस्त 12, त्रिनाइस्त 13, चेत्रीनाइस्त 14, त्यसै गरी पेतनाइस्त 15, शेषनाइस्त 16, सेदामनाइस्त 17, ओसामनाइस्त 18 है। त्यसै गरी 18 अनि देवेतनाइस्त 19, द्वादशेत 20 अनि 30 भन्नु पर्यो भने त्रिदेशेत 40 भन्दा चेत्रीदेशेत 50 भन्दा पेतदेशेत, पेतदेशेत युरो 50 युरो, शेष देशेत हैन 60, सेदाम देशेत 70, ओसाम देशेत 80, देवेत देशेत 90, स्तो 100 युरो, 100 स्तो भने। अब आइतबार, सोमबार, मङ्गलबार, नेदल्या आइतबार, पोन्यादलक सोमबार, उतोराक मङ्गलबार, श्रीयदा बुधबार, चैत्रौतक बिहीबार, पेतक शुक्रबार अनि सुबोधा भनेको शनिबार। र आजलाई यति नै। अर्को भिडियो फेरि पनि तपाईँहरूको सामु लिएर आउने नै छु। तबसम्म तपाईँलाई यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन्छ भने पूर्ण रूपमा विश्वस्त छु भन्दै बोक भिदी मोसे भनेको चाहिँ फेरि भेटौँला भने।